फर्स्ट रोटी चाहिँ यस्तो भयो, रोटी गोलो पनि भएन हैन, यति लामो भयो फर्स्ट रोटी गयो फर्स्ट। हेलो गाइज, गुड मर्निङ, ह्याप्पी भाइटिका। म चाहिँ भर्खर उठेको, आज उठेर पूजाहरू गरिसकेँ हैन। आज चाहिँ मैले सोचेको छु कि म सेलरोटी पोल्छु भनेर मैले सामानहरू सबै रेडी गरेको छु। आज चाहिँ मेरो सेलरोटी चाहिँ अब कस्तो चाहिँ हुन्छ भनेर चाहिँ बोतलहरू काटेर रेडी गरेछु, किन बोतलमा हालेर पोल्नुपर्छ नि त, त्यो मलाई गोलो गोलो आउँदैन नि त। त्यसै कारण अब चाहिँ म सेलरोटी पोल्छु। अनि मैले चाहिँ यो रेडी गरेको छु, बोतल काटेर चाहिँ बोतल काटेर रेडी गरेको छु हैन यसरी। अनि सेलरोटी चाहिँ मैले यो के भन्छ मिक्स गरेर चाहिँ राखेको 3 घण्टा जस्तो भयो हो। अब चाहिँ पोल्छु। अब चाहिँ त्यसै कारण म केमा पोल्नु भन्दाखेरि चाहिँ फ्राई प्यान मजाले धुन्छु, अघि पानीमा भिजाइराखेको छु हैन। अब चाहिँ मैले रोटीको लागि रेडी गर्दैछु हैन। तवा बसाएँ, अन्तखेरि मैले चाहिँ चपस्टिक लिएको थिएँ नि त रोटी उयो गर्नु लागि, यस्तो पल्टाउनुको लागि। त्यहाँदेखि तेल पनि हालेँ हैन, तेल चाहिँ अलिक ज्यादै हाल्नुपर्छ नि त। त्यहाँदेखि अब चाहिँ म रेडी गर्छु भने सबै रेडी गर्दैछु हैन। त्यहाँदेखि चाहिँ रोटी चाहिँ केसमा हाल्नु पर्यो भनेर भाँडै पाइनँ, बल्ल बल्ल त्यो मक्टु पाएँ, मक्टुमा चाहिँ हाल्छु भनेर सोच्दैछु हैन। त्यहाँदेखि चाहिँ मैले रेडी गर्दैछु हो, त्यो बोतलमा ट्राई गर्दैछु नि त। सजिलो हुँदो रहेछ, तर म चाहिँ फर्स्ट टाइम पोलेको रोटी र पनि प्र्याक्टिस गर्दैछु, राम्रै हुन्छ भनेर सोच्दैछु हैन। तेल खरे कि खरेन भनेर पनि ट्राई गर्दैछु। फर्स्ट रोटी चाहिँ भगवानलाई चढाउनु पर्छ नि त। त्यहाँदेखि चाहिँ मैले पहिला देखेको कि आमाहरूले रोटीहरू पोल्दाखेरि चाहिँ फर्स्ट यस्तो झिरमा तेल हालेर चाहिँ बाहिर चढाउँथ्यो, त्यहाँदेखि आगोमा पनि चढाउँथ्यो, त्यस्तो पनि गरेँ हैन। ट्राई गर्दैछु, यो मेरो फर्स्ट चाहिँ मेरो मन्दिरको लागि भनेर सोचेर गर्दैछु हैन। तर आगो ज्यादा भइसक्यो, पुरा कालो न कालो भयो रोटी चाहिँ। तर केही छैन, फर्स्ट रोटी हैन, सिक्दाखेरि यस्तै हुन्छ भन्दै अब मनमा आफै नै उयो गर्दै हाँस्दै उयो गर्दैछु हैन। त्यहाँदेखि चाहिँ राम्रो भयो, तर एकदम कालो न कालो भयो, सायद पानी ज्यादा भएर। तर त्यो गोलो पनि भएन क्या रोटी चाहिँ। एक्लै हाँस उठेर त्यो रोटी पोलेर त्यो सेकेन्ड रोटी चाहिँ एकदम राम्रो भयो मेरो, राम्रो हुँदैछ। तर लाग्यो कि यो रोटी चाहिँ एकदम प्र्याक्टिस गरिबस्नु पर्दैछ। अब म सोच्दैछु हप्तामा चाहिँ एकपल्ट चाहिँ म अलिकति उयो गरेर चाहिँ पोल्छु भनेर सोच्दैछु हैन। हेर्नु न कहिले सक्ने रोटी पोलेर हो, पोल्दैछु र पनि। त्यहाँदेखि चाहिँ मैले यति पोलिसकेँ हेर्नु न रोटी। अब चाहिँ म के गर्दैछु भन्दाखेरि अब सक्नु आँट्यो रोटी हैन। सुशान्ती पनि उसको उयसको लागि उयो गर्ने अरे नि त, भाइको लागि। सुशान्तीमा आइपुग्यो, यो चाहिँ भाइटिका लाउनु जाने अरे नि त। त्यसको एउटा भाइ बनाएको छ नि यहाँनिर कि, उसलाई रोटी राम्रो छानेर लैजा ल भनेको नि। अब चाहिँ मैले रोटी पोल्नु सकेँ भन्दा पनि हुन्छ। यो चाहिँ मेरो लास्ट रोटी हो हैन। रोटी पोलिस मैले चाहिँ रोटी पनि पोलिसकेँ। त्यो उफ्रेको अलिकति उयो हुन्छ नि त्यो आँटा, त्यसको चाहिँ मैले प्यानकेक बनाएँ हैन। त्यहाँदेखि चाहिँ भोलि बिहान खानुपर्छ भनेर हेर्नु न, मैले रोटी यति बिक्न बनाएँ। यति बिक्न भन्दाखेरि पनि कति 30-35 जस्तो मात्रै छ, यति बनाएको छु हैन। गाइस आज चाहिँ मैले एकदम रोटी पनि पोलेर यति मात्रै पोलेँ हो। तर यो यति रोटी पोल्नु चाहिँ मलाई नभनेको पनि 4 घण्टा जस्तो लाग्यो हैन। अनि यो मेरो भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। बाई बाई।